नमस्कार। अहिले मेरो यो श्रोतालाई सबैजनालाई नमस्कार गर्न चाहन्छु यो मिथलास पोलोमा। अहिले नेपालको प्रसिद्ध यहाँ सिङ्गर हुनुहुन्छ कमल खत्रीजी अहिले जनकपुरमा आउनुभएको थियो। आज मेरो विचारमा लाग्यो कि होइन, आज हामीहरूको युवाको माझमा यो बढी अझै सक्रियता देख्नुभएको छ। यो गीत पनि एकदम राम्रो राम्रो गीत गाउनुभएको छ। त म छुट्टै परिचय गर्न चाहन्छु एकदम तपाईँले। कमल सर नमस्कार। हामीलाई यो मेरो मिथलास पोलो च्यानलमा तपाईँले स्वागत छ। धन्यवाद। तपाईँ सानोमा आफ्नो परिचय दिनुहोस्। म चाहिँ मेरो ओरिजिनल चाहिँ म पनि तराईबाटै हो, सर्लाइ हो मेरो बर्थ ठाउँ घर। मेरो म हुर्केको स्कुलिङहरू सबै एसएलसीसम्म मेरो त्यहीँ हो। र म विगत 20 वर्ष भइसक्यो नेपाली गीत सङ्गीतमा लागेको र अहिले पनि निरन्तरता दिइरहेको छु। अहिले पनि गाइरहेको छु, देश विदेशको प्रोग्राममा बिजी छु। मेरो नाम चाहिँ कमल खत्री। सबैभन्दा एकदम राम्रो तपाईँको मन पर्ने गीत कुन लाग्यो? अब यस्तो छ जुनलाई तपाईँले यो प्रसिद्धमा तपाईँको एउटा सिँढीमा जोडियो? यस्तो छ, अब कस्तो भने मेरो जति पनि गीतहरू मैले बनाएँ त्यो गीत म आफै लेख्छु, आफै कम्पोज गर्छु। अनि त्यो कस्तो भने एउटा बाउलाई छोरा तपाईँको 4-5 जना छोरामध्येमा कुन चाहिँ मन पऱ्यो भन्ने जस्तो भयो कि त्यो सबै मनपर्छ। तर त्यो मध्येमा पनि कुन चाहिँले चाहिँ आफ्नो नाम राख्यो भन्ने हुन्छ। तपाईँले एउटा कमल खत्री पहिचान दिलाको गीत चाहिँ आत्मामा भन्ने गीत छ, जुन कि तराई भेगतिर पनि धेरै रुचाइदिनु भएको छ। तराई मात्र होइन, इन्डियादेखि लिएर इन्डियाको पनि अब मुभी कम्पोजरहरू सिङ्गरहरूले कभर गएको छ। नेपाली भाषा नबुझे पनि मेरो गीतहरू इन्डियामा पनि कभरहरू गरेर इन्डियाको सोहरू पनि धेरै गरेको छु। जुन कि हाम्रो तराई भेगमा जहाँ अब सर्लाही, बिरगञ्ज, जनकपुर, लाहान, गोलबजार यो एरियामा चाहिँ एउटा नेपाली गीत सुन्ने ट्रेन्ड बसेको थियो। आत्मामा भन्ने गीत चलेपछि आत्मामा कोरेर प्रेम पत्र भन्ने। अनि त्यही भएर आत्मामा गीतले नै मलाई सबैमा दर्शक सामु तराई, पहाड, हिमाल सबै देश विदेशमा मलाई चिनाएको भएको हिसाबले चाहिँ मलाई पनि आत्मामा एकदम राम्रो लाग्यो। त्यो श्रोताले एकदम धेरै मन पर्यो। हजुर। कुन बस थियो तपाईँको? कुन गाना गरेको कुन बस? लगभग यो गीत निस्केको लगभग 14-15 वर्ष भइसक्यो। 14-15 वर्ष। अझै पनि त्यो सुन्दा राम्रो लाग्यो। अहिले पनि त्यो गीत अझ पनि ट्रेन्डिङमा छ, अझ पनि ट्रेन्ड गरिरहेछन् टिकटकहरू रिलिजहरूमा। अहिले पनि बनाइरहेछ स्पोटिफाईमा। सबैभन्दा मेरो गीत मध्येमा सबभन्दा सुन्ने गीत अहिले पनि त्यही टपमा छ। अहिले जुन हामीहरूको सामाजिक सञ्जालमा अहिले धेरै कलाकारहरू छन्। अहिले यस्तो छ नि, अश्लीलताको एउटा परिचारकको रूपमा भइरहेको छ यो टिकटक ट्रेन्डिङमा, यो सर्टमा। तपाईँले त्यसमा के भन्नु चाहनुहुन्छ? मलाई चाहिँ राम्रो लाग्दैन, किनभने त्यो चिज गलत हो। यो अब हुन त टिकटक भन्ने बित्तिकै सर्ट टाइमको लागि मान्छेलाई अहिले के छ, टिकटकमा धेरै अडिन सक्दैन। यसो हेऱ्यो के चित्त पनि स्वाट मान्छेको माइन्ड पनि त्यस्तै भइसक्यो। एकछिन धैर्यता छैन, पेसेन्स लेभल छैन। किनभने त्यो चिज चाहिँ अलिकति उयो भइरहेछ। अनि जे कुरा भड्किलो छ, जे कुरा नराम्रो छ त्यो ट्रेन्ड भइरहेको छ। त्यही हेरिरहेछ, गलत बसिरहेछ। अब यो चिज चाहिँ अब कहिलेकाहीँ यसो सोच्दाखेरि कहिलेकाहीँ त्यसले राम्रो पनि गरेको छ। पुरानो गीत कहिले नसुनेको गीत ट्रेन्डिङमा आइरहेको हुन्छ, चलिरहेको हुन्छ। त्यसैले गर्दा अनि कतिपय चिजहरू फिल्टर गर्नुपर्छ भन्नु खोजेको। यसलाई एउटा नियममा राखेर के चिज अपलोड गर्न मिल्छ, के चिज बोल्न मिल्छ, त्यो एउटा नियम बनाएर एउटा बच्चाहरूले पनि के खालको हेर्न मिल्छ। बच्चाहरू जस्तो विदेशतिर के हुन्छ भने त्यो बच्चाले हेर्दा टाइममा बच्चाले हेर्ने खालको मात्रै आउँछ, अरू जे पाइ त्यही आउँदैन। हाम्रोमा सबै थोक त्यो चिजहरू यस्तो छ नि कमल सर, यो डिजिटल प्लेटफर्म अहिले मेरो विचारमा टिकटक मेनली टिकटक यो सङ्गीतमै मात्र सङ्गीत हो भनेर यही छ। लेकिन जुन टिकटकको आज जुन सामाजिक सञ्जालको आज जो व्यापारीकरण भएको छ, विश्व लेभलमा 11,000% ग्रोथ भएको छ। यो व्यावसायिकमा इन्टरटेनमेन्टमा त होइन, यो सङ्गीतमा त होइन।
फेरि तपाईँले यो तपाईँले सङ्गीतमा कसरी पक्रिनुहुन्छ त्यसमा सङ्गीतमा म्युजिकमा पनि त्यसमा त रिभेन्यू पनि आउँदैन फेरि त्यसमा के विचार छ तपाईँको यस्तो छ हाम्रो टिकटकमा हाम्रो गीत जब कन्टेन्ट आइडियाबाट जान्छ नि जस्तो हामीले गीत युट्युब पहिला युट्युबमा अपलोड हुन्थ्यो अहिले युट्युबदेखि पहिला पनि अडियो प्लेटफर्ममा अपलोड हुन्छ स्पोटिफाई अडियो डिस्ट्रिब्युट जसले गर्छ त्यसकोमा अपलोड भयो भने त्यसले टिकटकमा जसले हाम्रो गाना बनाइरहेको हुन्छ टिकटक बनाउँछ त्यसको रिभ्यू पनि आउँछ त्यसले गर्दा यो जति पनि टिकटक फेसबुक अरू स्पोटिफाई जसमा हाम्रो गाना सुनिरहेछ त्यसको पनि रिभ्यू आउँछ युट्युबमा नआउँदा पनि अहिले तपाईँले अहिले जनकपुरमा आउनु गएको थियो जनकपुरमा सबैभन्दा राम्रो के मन पऱ्यो जनकपुरमा सबभन्दा यहाँको कल्चर एउटा धार्मिक एउटा उयो छ म त आउने बित्तिकै जहिले पनि जनकपुर मन्दिरको दर्शन गरेर आएको हुन्छु हिजो पनि गरेर आएँ अनि त्यही हो बोल्ने उयोहरू पनि अलिकति फरक छ यहाँको अलिक मिठो छ यहाँको हाम्रो मैथिली भन्छ होइन मैथिली त्यो टोन पनि मलाई मनपर्छ म पनि त्यो तराईवासी भएकोले अलिअलि बुझ्छु पनि होइन बोल्न मजाले नफर्काएर पनि बुझ्छु सबै कुरा अनि त्यो कल्चर मनपर्छ यहाँको कल्चर मनपर्छ फेरि खानामा के मनपर्छ खाना पनि एकदम मनपर्छ यहाँको खानाहरू पनि जुन हुन्छ नि शाकाहारीको लागि म पनि खासमा मासुहरू खाँदैन म त्यसले गर्दा पनि भेज खाना चाहिँ यहाँ पनि एकदम राम्रो अझै कमल छ अब म बढीसँग तपाईँले लिँदैन किनकि तपाईँले धेरै अहिले व्यस्त हुनुहुन्छ अहिले जुन हामीले अहिले अव्यवस्थित हामीहरू फिल गर्दैछु यो डिजिटललाई नयाँ युवालाई तपाईँले के विचार दिनुहुन्छ नयाँ युवालाई त के भने युवा त अब जे चिज आउँछ त्यही पनि हुन्छ त्यो चिजलाई चाहिँ सरकार पक्षबाट कसरी कन्ट्रोल गर्ने गाइड गर्ने अनि कस्तो चिज चाहिँ देखाउने अथवा कस्तो चिज यो चिज चाहिँ हुनुपर्छ जस्तो लाग्छ नयाँ युवालाई फेरि उनीहरूलाई के गर्नुपर्छ उनीहरूलाई यस्तो छ हुनु थुप्रै माध्यमहरू छ टिकटक पनि एउटा प्रमोसन गर्ने यो जुन यो के चिजहरू अनलाइन उसको लागि पनि टिकटक एकदम इम्पोर्टेन्ट छ तर त्यसलाई पनि व्यावहारिक हिसाबले उ गर्ने हिसाबले ठिक छ तर हुन्छ नि अश्लीलता चाहिँ नहोस् समाज अलिकति गलत दिशातिर चाहिँ नजाओस् तपाईँले एउटा मात्रै अन्तिम सुन्नु चाहन्छु हामीहरूको तपाईँले यो भोजपुरी तपाईँले भोजपुरी तपाईँले कति मनपर्छ मैले त मेरो एउटा गाना त मैले भोजपुरी एउटा नेपाली गीतलाई त ट्रान्सलेट गरेर भोजपुरी पनि गीतहरू सुनेँ राम्रो लाग्यो भोजपुरी मलाई मनपर्छ किन म सुन्छु नि त्यसमा पनि यस्तो छ अब त्यो भोजपुरीमा पनि अलिकति कति वर्डहरूको त्यस्तै हुन्छ अब त्यसलाई चाहिँ त्यो भाइब्सको रूपमा अब त्यो डान्समा गर्ने बेला त्यस हुन्छ तर पनि त्यसमा त्यो कुरा पनि अलिकति केही सुधार हुनुपर्छ जस्तो लाग्छ भोजपुरीमा यस्तो फेरि एउटा अहिले ट्रेन्डिङमा चलिरहेको छ ट्रेन्डिङमा एउटा म क्वेसन गरिरहेको छु एउटा शिल्पीराजको आएको छ शादी हुई बर्बादी हुई बोलको भनेर एउटा गीत आएको यो शादी हुई बर्बादी हुई मतलब यो हामीले समाज यो संस्कृति त छैन नि समाजमा यस्तो छैन कि शादी भएपछि बर्बादी हुन्छ यो तपाईँले के विचार छ त्यसमा ए मान्छेले आफ्नो आफ्नो तरिका बुझ्ने अब कोही मान्छे लाग्छ कि बिहे भएपछि अब त्यो फ्रिडम पाउँदैन अनि त्यो बिहे भएर बर्बादी भयो भन्ने सोचेको कि यहाँ त अब त्यो बिहे भएपछि बाँधिन्छ नि त परिवारसँग जति घुम्छ त्यो पाउँदैन त्यसले गर्दाखेरि त्यो पारिवारिक उसमा जिम्मेवारी भएकोले गर्दाखेरि पनि यस्तो छ नि यो कमल छ शादी हुई बर्बादी हुई हामीले जुन शादीको परम्परा छ एउटा समानात्मक धर्मबाट आएको जुन हामीले राम और सीताको पहिचान छ जुन राम र सीताको एउटा गठबन्धनले हामीले एउटा पवित्रता मानेर यो सनातन धर्म बिहे गरिरहेको छौँ त्यसमा बिहेको जुन यो अश्लीलता आएको छ यो बिहेको बारेमा यो तपाईँले कति यसलाई के सचेतना दिन चाहन्छ बिहे त यस्तो छ अब बिहे भनेको धार्मिक हिसाबले अब त्यो कस्तो नि एउटा केटाकेटी बिच एउटा धार्मिक ऊ अनुसार रीतिरिवाज अनुसार बिहे गरेर एउटा परिवार बनेर त्यो परिवारबाट अर्को फेरि सन्तति भएर त्यसले फेरि
लाइफ सङ्ग यसरी त चलिरहेको छ संसार है। केही पोजिटिभ थिङ्क निकाल्नुपर्छ नि। हामी जो गीत सुनिरहेको छु पोजिटिभ थिङ्क निकाल्नुपर्छ, त्यसमा त पोजिटिभ छैन नि त, फेरि त्यसैमा किन तपाईँ सबैजना रमाइरहेको छ तपाईँले? यस्तो छ मान्छे जे कुरा हेर्छ त्यही, किन सबैले के फिल गर्छ भने यो मेरो स्टोरी हो कि यो भयो यस्तै भएछ त्यो गर्दै गर्दै त्यसमा इन्जोय गर्छ, तर रियलमा अब त्यो चिज होइन। अहिले गीतकारलाई त अहिले त त्यसमा त क्वेसन त चाहियो नि त, फेरि यो त होइन। आज एउटा प्रियङ्का कार्की र दुर्गेश थापाको एउटा अश्लील टाइपको गीत आएको थियो शिक्षकको बारेमा, त्यो अहिले त्यहाँबाट युट्युबबाट सारियो। त्यो शिल्पी राजको किन सारिरहेको छैन? त्यसलाई त अलिकति जब तपाईँले डिजिटलमा हुनुहुन्छ, डिजिटलमा केही त तपाईँले ज्ञान हुन्छ। अब त्यसमा पनि अब त्यसमा धेरै अब ठ्याक्कै पब्लिकमा असर नगर्ने टाइपको फिल गऱ्यो होला, त्यही भएर पनि गएन, त्यो भएन होला कि जस्तो लाग्छ। ल दुर्गा सर, अरे कमल सर, तपाईँले एकदम हाम्रो राम्रो मिठो मिठो गफलाई सबै श्रोतालाई कमल सरको तर्फबाट यो जान्नतबाट तपाईँ सबैजनालाई जय श्री राम भन्दै हुनुहुन्छ। म यहाँ बिदा लिन चाहन्छु। ल धन्यवाद।